हेलो एभ्रिवान, आई होप तपाईँहरू सबैजना राम्रै हुनुहुन्छ। मैले चाहिँ यहाँ क्लास गराउँदै थिएँ, त्यतिखेर कस्तो पानी पर्नु थाल्यो होइन। फेरि स्कुल छुट्टी हुँदा त पानी सकेको थियो नि त, हामी आइसक्रिम खानु गएँ। त्यहाँदेखिको चाहिँ माथि आएर पहिला रुम सफा गरेँ, अन्त चाहिँ म फ्रेस हुनु गएँ। त्यहाँबाट चाहिँ म फ्रेस भएर आएँ, त्यहाँबाट लुगाहरू चेन्ज गरेर पहिला मजाले कपाल कोरेँ होइन, पुरा धुलो धुलो हुन्छ भनेर मजाले कपाल कोरेर अन्त चाहिँ म यहाँ बसेर पहिला पानी पिउँदै थिएँ, किनकि कस्तो बेसी गरम छ होइन, त्यसले गर्दा चाहिँ मजाले पानी पिउनुपर्छ। अनि पानी पिएँ, त्यहाँदेखिको यो बिस्किट खाएँ होइन, के गरौँ गरौँ भयो। अन्त यो बिस्किट खाएँ, त्यहाँबाट चाहिँ हामी लन्च गर्नु गयौँ। लन्च गरेर चाहिँ म आएर अन्त पानी पिउँदै थिएँ। त्यसको बाद चाहिँ म एकछिन रेस्ट गरेँ। रेस्ट गरेर पछाडि चाहिँ त्यहाँबाट म स्टडीमा गएँ उठेर फ्रेस फ्रेस भएर। त्यो स्टडीमा बसिरहेको थिएँ म र म्याम बात गर्दै गर्दै। अन्त त्यसको बाद चाहिँ वेदर कस्तो दामी भइरहेको थियो क्या, यस्तै 6 साढे 6हरू भएको थियो। त्यहाँबाट हाम्रो चिया आयो। क्या अन्त आजकल चाहिँ 7 बजीसम्म उज्यालो हुन्छ हौ। त्यहाँदेखिको चाहिँ हामीले डिनर गरेर मैले आम काटेँ। आम चाहिँ हामी किन्दिनौँ, यहीँ हाम्रै सरकै बगैँचा छ, त्यहीँबाट यति टिपेर ल्याइदिनुहुन्छ। अन्त हामीले चाहिँ आम खायौँ। त्यहाँदेखिको चाहिँ गएँ ब्रस गर्नु, धमाधम ब्रस गरेँ, फ्रेस फ्रेस भएँ। अन्त आएर चाहिँ पहिला मैले मेरो स्किनमा के भन्छ गुलाब जल लगाएँ। सो यस गाइज, दिस मच फर टुडे। थ्याङ्क यू फर वाचिङ। आई होप तपाईँहरूलाई मेरो भिडियो मनपर्छ। तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई।